नमस्ते। म तपाईँहरूलाई एउटा कुरा यस्तो भन्दैछु कि नेपालको कानुनमा यस्तो रहेछ कि जो कि भ्रष्टाचारले मात्रै मुसेका नेताहरूलाई समर्थन गर्ने परिवर्तन रहेछ। सच्चाइको जमाना रहेनछ। दुल्लु नगरपालिकाबाट लिएर दुल्लु नगरपालिकाका 13 वडा भरिमा पुरै भ्रष्टाचार छ। हेर्नुहोस्, म तपाईँहरूलाई भन्न चाहन्छु अहिले भनेपछिमा यिनीहरूलाई गरिब अति गरिब भनेर माथिबाट काट आएको टाइममा यिनीहरूले के गरे भन्दाखेरिमा कागज मिलाउने काम गरे। सिआइबीको टोली पनि त्यो वडा कार्यालयसम्म पुगिसकेको थियो। त्यहाँसम्मको तपाईँहरूले भित्र सुन्ने कुराहरू हो, यहाँ बाहिर हाम्रा कुरा सुन्ने होइन। त्यहाँ सुनेपछि बुझ्छौ भनेर यिनीहरू हामीलाई मलाई भन्ने, यी आफू बाहिर अनि त्यस्तो सिआइबीको टोलीहरू पनि मिलेरै अनि त्यहाँ कारोबार गर्दा रहेछन्। खोइ त दुल्लु नगरपालिका एरिया नम्बर 9 दुल्लुबाट पिपलगाडी भन्ने ठाउँको रोडको बजेट खाइसके यिनीहरूले होइन। त्यसपछि आजकल रिङ रोडको बिचमा लागिरहेका छन्। त्यो हेर्नुहोस् त त्यो के हिसाबको तालको त्यो बजेट हालेका छन्, कस्तो हिसाबको खाने तालको हो कि अनि भागभण्डाइ गरेर खाने रहेछ। देश श्रीलङ्का बन्छ यस्तो यो भने चोरहरू कोही राज्य भयो भने त्यो ठाउँमा सच्चाइ र सच्चाइ मान्छेको त त्यो काम छैन। म तपाईँहरूलाई यो भन्न चाहन्छु, हेर्दै रहनु होला, सुन्दै रहनु होला। म अहिले भिडियो बनाउँदैछु होइन। त्यो भएर म तपाईँहरूलाई के भन्न चाहन्छु भनेपछिमा कोरोनाका टाइममा एउटा पहिला मात्रै राहत बाँड्न सक्ने सरकारले एउटा सेवा सुविधा दिन नसक्ने सरकारले त्यो थोडा बहुत दिने अनि पक्षपातका मान्छेहरूको नाममै अनि उनीहरूको नाममा पैसा हाल्ने। गरिबले पाए कि पाएनन् त पहिला प्रथम त्यहाँ नजिक जाउँ। म त्यति नै खेर झोलामा सामान लिएर त्यहीँ कोरोनावालालाई एरिया नम्बर 9 को धामी गाउँ भन्ने ठाउँमा मैले गर्थेँ काम। रणेबु र अध्यक्षको पालामा गर्थेँ भनेपछिमा मैले पनि हेर्दै थिएँ। मैले पनि निर्वाचनीय चुनाव लडौँ भनेर लडेको यो राष्ट्रिय राप्रपा पार्टीबाट 1 रुपियाँ मैले खाएको छैन। मेरो 3.5 लाख रुपियाँ लागेको हो। म निर्विरोधमा लडेको हो। मेरो बालबच्चा पनि त्यतिखेर थिएन। त्यतिखेर त मलाई माइती नेपालको मुद्दा अनि त्यतिखेर मैले राम लक्ष्मणको पैसा राख्यो भनेर कुदाएका थिएँ कि मर्ने त म एक दिनै हो। मैले फिल्म खेलेको यो, मैले गरेको यो, यिनी काण्डहरू देखाएको यो मैले राम लक्ष्मणमा देखा। यिनका त आँखा त्यहाँ पनि जलेको रहेछन्। विश्वको नजर हुन्छ को माथि हेरेको थियो विश्वले। अहिले किन भागा बाग्रा सेनाका गौडभित्र तपाईँहरूलाई जानु पर्यो? एउटा पहिला कुरो म तपाईँहरूलाई यो भन्दैछु अहिले यो च्यानलबाट भनेपछिमा जो रामलालले देखाए उसलाई मान्यता देऊ भनेर संयुक्त राष्ट्र अमेरिकाले हेरिराखेका थियो। वर्ल्ड कपमा हेरेका थियो। तपाईँहरूले पनि हेर्नु भएको थियो। गृह मन्त्रालय मन्त्रीहरूले, नेपाल सेनाले, नेपाल पुलिसले पनि हेरिराखेका थियो। तपाईँ त्यो पुलिस नेपाल सरकारको हो भनेपछिमा ती भ्रष्टाचारीहरूलाई समर्थन गर्ने कामहरू गर्दा रहेछन्। तपाईँ वर्दी फालेर उनीहरूले बन्दुक छोडेर गए, छोडिदिए। गलत भएपछि छोड्ने हो नि। राम जस्ता आए, राम जस्ता सीता जस्ता गए होइन। राम पनि त जन्मेकै हो। राजा जनककी छोरी जनकले अलहास के गरेका हुन्? राजा जनकले भनेका हुन् मेरी सपुत्र छोरी सीता जसले यो 80 मन धातुको धनुबाण उठाउँछ यो सीता छोरी पाउँछ, नभएपछि पाउन्न भनेर विश्वभर रेकर्ड राखेका थिए। त्यो रेकर्ड राखेको हुँदा एउटा म जस्तो गरिबले गएर अर्काको गोठालो लागेर उसले के गर्यो त? उसलाई त गिजाए। यस्ता मोजी पागलहरूको के काम छ भनेर गिजाए। उसित शक्ति थियो, उसले माटोले देखा एक हातले उठाएर परवाटी राख्यो। तब रामले सीता लिएर गएको हो। तपाईँहरूलाई थाहा छ यी कुराहरू? यी भनेपछिमा त यी खेडे गाउँका एडे राउटेले के सिके? देश लुट्न सिके। त्यस्ता किसिमका पैसाहरू हालेर विश्वमा नाम कमाउन सिके। त्यहाँदेखि पछाडि मलाई अरेस्ट गर्ने, सरकारको ताबुमा लिने, पुलिस प्रशासन लाग्ने, कुकुर लगाउने। मुजी कुकुर लगाएर के हुन्छ र? मुजी पाउने हुन् र? नेपाल सरकारका कुकुर लगाउँदै मलाई बुटोलमा अनि त्यो भेडाइहालिन्छ, पाइलिन्छ, जेबमा हालेर हिँड्छ।
चाइना टेक्नोलोजी हो, उसले चाहिँ टेक्नोलोजी त नाम राखेको थियो उसले। भनेपछि म तपाईँहरूलाई त्यो गर्छु र देखाउँदैन। कदापि मन्त्री आउँछन् 50 करोड लाग्छ, सांसद आउँछन् अरब लाग्छ यिनलाई त। नभएपछिमा त देखाइन्न। फिल्म बेली बिहान जो देखाइयो राम लक्ष्मण सीताका फिल्म देखाएँ मैले। अब यिनलाई फिल्म होइन, यो त्यो फिल्मका जालमा पढिसके यिनलाई। यी त चिलिम भइसके जिएनजीले चिलिम गरिदियो। म त त्यही भन्थेँ, भोलि बिहान तिमीहरूको पालो आउनेछ। दुल्लु नगरपालिका दुल्लु बागडुङ्गाबाट लिएर म एरिया नम्बर 9 भन्दै आउँथेँ त्यतिखेर त। लेकिन मलाई के भन्थे त, यस्ता मान्छेहरू भ्रष्टाचार नगर्नेलाई मारिदिनु पर्छ अरे। मर्ने त हो नि यार, छाती खोलेर मर्ने हो, के चुडियो। रोडको जिन्दगी छ, भारतमा कमाएर खाउँदा। ती बालबच्चा मेरा त्यही छ, तिनलाई गर्ने अधिकार छैन। जो गल्तीले सजाय भोग्छ नि, गल्तीले नियन्त्रण ल्याउनु सक्ने तपाईँहरूको क्षमता छ त्यहाँका ती मान्छेहरूको। त्यही त मैले सबै बुझिसकेको। फिल्म मैले पनि खेलेको, यो कसको, किङजङको फिल्म खेलेँ मैले, देखाएँ तिमीहरूलाई। लेकिन अब तिमीहरूसित कुरो गर्दैन, उस्तै मान्छे आउँछ नि उही हिसाबको कुरा गरिन्छन्। अब नभए चाहिँ कुरा नगर। तिमीहरू त खेडे गाउँका एडाराउटेले के बुझ्यौ, के देख्यौ? तिमीहरूले त जो कि विश्वको साइन्टिस्ट देश भने अमेरिकाले चिन्दो रहेछ, चाइनाले चिन्दो रहेछ। अरू त तिमीहरू भनेको के हो, अमेरिकामा भात खान्छु अरू नेपालमा हक्न आउँछु भन्ने जस्तो कहानी हो कि। म तपाईँहरूलाई एउटा यो डाइलेक्ट पनि मार्छु क्या। मैले तपाईँहरूलाई त्यही देखाए हो क्या डाइलेक्ट। अब तपाईँहरूलाई म यो पनि भन्दैछु क्या। तपाईँहरू मेरो पछाडि जति लागे पनि अब म तपाईँलाई इन्टरभ्यू दिँदैन। तपाईँहरू कस्ता गुन्डा हो भन्ने कुरो चारै दिशाबाट घेरेको गुन्डा रहेछ क्या। गुन्डा नाइकीहरू, त्यस्ता नाइकीहरू मैले त चिनिहाल्छ, भनिहाल्छ। भगवान्ले छप्पर फाडेको छ त नभनिनु छोड्देला र। तँलाई यस्तो हुँदैछ, तिमी राउटेहरूलाई त्यस्तो गर्न आउँछ त मलाई आउँदैन, मलाई केही शक्ति दिएका छैनन्। तिमीहरू ठाउँमै ढल्छौ, ठाउँमै बिहोस छौ। म्याट उनीहरू राउटेहरू ठाउँमै बिहोस। हेर त्यही ठाउँमै हेर, तिमीहरू राउटेहरूको काम त्यही छ। लेकिन म माथि धम्की नै देऊ, म माथि गुन्डागिरी नगर। कसैको बाउको चोरेर ल्याएर आएको हो, चोर्ने सक्ने सरकारको क्षमता छ भने, देखाउन सक्ने क्षमता छ भने सरकार कुनै सरकारको पनि देखाओस् न। त्यहाँ राम लक्ष्मण सिक्कालाई गाडमा लत्ता छन् भनेपछिमा, लत्ता छैनन् भनेपछि कुरै नगर्नु, अर्कालाई बोल्दै नबोल्नु। कोही सरकारवादी होस्, कोही राष्ट्रवादी होस्। या खगेन्द्र भण्डारी पैसा काट्छ, छोडिदेऊ, सरकार छोडिदेऊ, म न बस्न देऊ। अब म त्यस्तै शक्तिशाली पैसा काट्छु, भगवान बोल्ने काट्छु, जो कि विश्वले चिनौन्। तिमी खेडे गाउँका एडाले के चिनेर? देश लुट्न मात्रै चिन्यौ तिमीहरूले, अरू केही चिनेनौ तिमीहरूले। को जनता कस्तो हो भनेर पनि चिन्न सकेनौ। ती एमालेका वडा अध्यक्ष हाम्रो रणबहादुर बोहरा नाम आउँछ अति गरिबमा भन्ने, खाने बेला माथिबाट पार्टीबाट सक्लक्कै खाने यिनीहरूको काम रहेछ। त्यो त मैले बुझिसकेको। यो त्यस्ता पनि गरे क्या। अब हामीलाई त्यस्तो चाहिन्छ र? हामीलाई त्यस्ता चाहिँदैनन्। हामी माथि त्यो उग्रसाय काम गरे यिनीहरूले। त्यस्ता किसिमका षड्यन्त्रहरू घुमाउन मलाई केही पनि बाल लाग्दैन। म नमस्ते उठाउन के, कसैको नमस्ते उठाउने मान्छे होइन। म मन लागे कुरा गर्ने हो, मन लागे कुरा गर्दैन। तिमीहरू कतिका चोर गुन्डाहरू हो भन्ने कुरो बुझिसके। तिमीहरू त कति नै खेर लुट्ने भनेर तयारीमा रहेछौ, अझै षड्यन्त्र गर्दै रहेछौ। अस्तिको चोटि पनि षड्यन्त्र गर्यो तिमीहरू। म घरमा गएको थिएँ, ती गुन्डाहरू पठायो, ती पत्रकारहरू पठायो, ती सिबिआई पुलिसहरू पठायो, ती काङ्ग्रेसका नेताहरू पठायो। मजी सिङ्गल ओरै बस्यो, मिटिङ तिम्रो परै बस, परै गर तिमी। त्यो एकजना व्यक्तिले नआए के हुन्छ पनि भने, ती मुजीहरू मिटिङ गरौँ, चोरको मिटिङ गरे नि, कागज बुझेर लिए नि। खगेन्द्र भण्डारी मिटिङमा छ, खगेन्द्र भण्डारी ओरबारी बसिया छ, सुनिरहेको छ। हाम्रो देउता पुज्नेको दिनमा 1 पैसा दिन सक्ने क्षमता छैन त बोल्न सक्ने क्षमता कहाँबाट आउँछ? कसैको 1 रुपियाँ खाने व्यक्ति हो तम्रा त। त्यस्ता किसिमको मोडल चल्दा रहेछन् त्यहाँ भन्ने कुरो बुझेँ मैले। त्यस्ता किसिमका षड्यन्त्र खगेन्द्र भण्डारी अब कसैलाई षड्यन्त्रमा राख्न चाहँदैन। चिनिन चाहन्छ, चिनिसक्यो उहिले। खारलाई चिन्यो, डौसुरलाई चिन्यो, नयाटीलाई चिन्यो, जम्फू खानलाई चिन्यो, तिलु खानालाई चिनियो, सिरौडालाई चिनियो, चाल्यालाई चिनियो, विशालालाई चिनियो, ठाँटी खानलाई चिनियो, दैलेख जिल्लालाई चिनियो। चाहिने टेक्नोलोजी नाम राखेर चिने मैले। त्यहाँको सब प्रशासन तकलाई चिने क्या मैले। चिन्ने मेरो पनि नाम थियो कि दिमाग थियो, म त्यतिखेर के गर्थेँ।
किजङ्गे जेल किजङ्गे रेल भनेर हिँड्थ्यो कि राणो शासन त्यतिखेर थियो। मैले त्यस्ता किसिमको ओल्ड कपमा नाम पनि कमाएर बसेँ क्या मैले। लेकिन म माथि लेकिन आक्रमण गर्न खोज्यौ, तिमीहरूले लुट्न खोज्यौ, लेकिन केही पनि चलेन। ठिक छ, केही पनि गर्न मलाई केही पनि पर्दैन, कसैबाट पनि इन्टरभ्यू। मेरो बाल बच्चालाई तिमी कभर गरिदेऊ नि, मलाई त्यो बाल फरक हुँदैन। बाल तिमीहरूले मेरो हेर्न पनि सक्दैनौ पछि लास्टमा त। त्यति कभर गर्यो भने तिमीहरूले त्यति कभर गर्नलाई मेरो घरमा गएर मेरो बुढी तकलाई पनि कभर गर्यो के। म त्यहाँ पनि बुझेँ कहाँ छ भनेर। मेरो छोरा तकलाई पनि तिमीहरूले केही पनि बाल, म कसैलाई भन्दै मऱ्यो त गयो जहाँ छ त्यही छ। नाम कमाए गयो, रामले पनि नाम कमाए, त्यत्रो दरबार सम्पत्ति छोडेर गएको। लेकिन म पनि छोडेरै जाने हो। बेली बिहान म को थिएँ र अहिले म के छु भनेर तपाईँहरू चिन्न चाहनुहुन्थ्यो नि, चिनियो, चिनाए पनि सिद्धियो कुरा। अब म तपाईँहरूसित कुरा गर्दैन, त्यो खेडा गाउँको एउटा राउटेसित यति गाउँ भन्ने चिनियो, सिद्धियो कुरा। तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो त्यो बुझ्दै रहनु होला होइन। मेरा मनका दर्दहरू हुने यी त मैले आधै पुखारेको छु, पुरा पुखारेको छैन युट्युबमा। पुरा पुखारौँ भने त रात दिनको कुरा छन्, गहिरो दिमाग चल्छ। बुझ्नुभयो? हस् त, कस्तो लाग्यो के लाग्यो तपाईँहरूलाई यो च्यानलबाट सब्सक्राइब गरिदिनु होला होइन। तपाईँहरूलाई म यो भन्न चाहन्छु, अब पुरा च्यानलबाट हेरिदिनु होला। भिडियो सही हो या गलत हो लाइक गरिदिनु होला, गलत हो भने पनि नगर्नु होला, सही हो भने मात्रै गर्नु होला। युट्युबबाट मान्छे त चाइना टेक्नोलोजी हो, मिलेनियम बिजनेस पार्कै हो, चामुण्डा बिन्डा सैनी रोडै हो, एरिया नम्बर 9 हो, दुल्लो नगरपालिका 9 हो।